हेलो साथीहरू, आज चाहिँ मैले चाहिँ मटन करी बनाउनु पर्यो भनेर चाहिँ यहाँ चाहिँ मैले चाहिँ मटनलाई लिएर आएको छु है। हेर्नु, घरमा आज चाहिँ मदर्स डे हो नि त। यहाँ चाहिँ मसलाहरू मजाले पिसेको छु, मिक्सचरमै पिसिदिएँ। अदुवा, लसुन, जिरा, धनियाँ, गरम मसला एकैसाथ हालेर सबै पिसेको छु हो। अनि यहाँ चाहिँ मैले प्याज काटेको छु, टमाटर, हरियो खुर्सानी। अनि यतापट्टि मसला मेरो रेडी भएको छ हो। कराई पनि मेरो तातिसकेको छ, अघि नै बसाइसकेको थिएँ नि त। अब यसमा चाहिँ तेल हाल्ने, तेल पनि कम्ती हालेर बनाउनु पर्यो भनेर नि त। धेरै तेल हाल्नु पनि राम्रो होइन। तेल मेरो तातिसकेको छ। अब चाहिँ यसमा मैले मेथी पड्काइदिँदैछु, अन्त प्याज पनि हालिसकेको छु। हेर्नुहोस्, प्याज पनि कम्ती नै हालेको छु मैले, किनकि अलिक पातला पातला खालको सुप टाइपको बनाउनु पर्यो भनेर नि त। मासु पनि धोएर रेडी राखेको छु। हेर्नुहोस् त, मजाले मासुलाई चाहिँ धोएको छु। अब चाहिँ यो मसला चाहिँ मेरो पाकेर रेडी भएको छ हो। हेर्नुहोस् त, कति मजाले तेल छुटेको छ। यता मेरो पप्पीले चाहिँ मासुको सेन्ट आएर चाहिँ सुँगेकै छ। हेर्नुहोस्, मेरो फुलहरू पनि मजाले फुलिरहेको छ। मसला पाकेर मेरो रेडी भयो। अब म यसमा चाहिँ मासु हालिदिँदैछु। म चाहिँ खाँदिनँ कि, तर पनि मलाई चाहिँ बनाउनु चाहिँ एकदमै राम्रो लाग्छ नि त। म चाहिँ बनाइ चाहिँ दिन्छु नि त। मनपर्छ मलाई चाहिँ बनाउनुको लागि, त्यही कारण म चाहिँ बनाउँछु। मासुलाई चाहिँ मजाले यसरी चलाउने, एकदम मजाले चलाउनुपर्छ नि त। यसमा चाहिँ नुन, हर्दीहरू चाहिँ मैले सबै हालिसकेको छु साथीहरू। मैले चाहिँ देखाएको छुइनँ नि त, मैले सो गरिनँ, तर मैले सबै हालिसकेँ। अब मैले चाहिँ ढक्नी लगाएर चाहिँ छोपिदिँदैछु। हेर्नुहोस्, अब चाहिँ मेरो मटन करी पाकिसकेको छ, खानाको लागि रेडी छ। हेर्नुहोस्, तपाईँहरूले पनि बनाएर खानुहोस् है साथीहरू।